ल यो हेर्ने मेरै हो यो है। मेरो यहाँ $603 छ। यो त वाच टाइम 501 मिनेट छ। यो मिनिमम विथड्रको 500 हुन पर्छ। यो मेरो पुरा भइसक्यो। अनि यो 500 मिनेटको पनि पुरा भइसक्यो 100%। 500 मिनेटको नि 100% भइसक्यो। यो 20 जनवरी पर यो पनि 100% भइसक्यो। यो साथीले 2000 मिनेट हेर्नु पर्छ। यो पनि पुरा भइसक्यो। अब यसको विथड्रमा यो ट्रान्ज्याक्सनमा हेर्नु तपाईँ। ट्रान्ज्याक्सन पेन्डिङमा छ मेरो स्ट्याटस पेन्डिङमा छ। 22/2025 मा गरेको अहिले कति भइसक्यो 11 महिना कति तारिक आइसक्यो आज। यो त अनभेरिफाई भन्छ यो भन्छ यो भन्छ। यो केही हुनेवाला छैन यसको। यो अहिले पैसा दिन्न।